क्याम्पबाट यत्रो 1 घन्टा चाहिँ यो घाँसे मैदान कटेर उताबाट रिङ्ने पानी तार हुने बाटो छोडेर यहाँ चाहिँ हामी चमेलिया नदीको मुहान अर्थात् चौलानी नदीको मुहानमा आइपुगेका छौँ। यस्तो खालको छ चौलानी नदीको मुहान चाहिँ, यस्तो खालको परिदृश्य यहाँ देख्न सकिन्छ। सफा पानी छ मुहानमा, यस्तो छ पानी। अनि यो मूल भयो ठ्याक्कै यो पहाडभन्दा माथि अबि हिमाल छ ठ्याक्कै। यहाँबाट चमेलिया नदी आएको छ। ल यस्तो खालको मूल छ, त्यहाँ मन्दिर पनि बनाएको छ यहाँनिर। अनि त्यसपछि घोन्डाहरू छ, माथि अबि हिमालको मूल भयो।